घरको साम्पाङ होइन टप फ्यानमा पो थिएँ त कमेन्ट त्यसरी लेख्थेँ म तपाईँ अनफलो पनि गरिदिउँ उहाँलाई अस्ति भर्खर आज 5-6 दिन मात्र भयो अनफलो गरेँ मेरो मनदेखि भन्नु पटकै मनै पर्न छोडौ मैले अनफलो घरको साम्पाङ होइन माटोको विषयमा मैले श्रम संस्कृति पार्टी माटोको विषयमा कुरा गर्नु पर्दाखेरि मलाई हर्क साम्पाङ एकदम राम्रो मान्छे लाग्थ्यो मलाई मेरो पर्सनल कुरा गर्नु पर्दाखेरि मलाई एकदम राम्रो लाग्ने उहाँको विचार मन पर्थ्यो उहाँको काम गर्ने शैली मन पर्थ्यो मलाई हरेक उहाँको कुराहरू मन पर्थ्यो मैले त्यो एकचोटि उहाँ प्रधानमन्त्री बन्नको लागि त्यो जिबियाङ बान्दावडाई समथिङ उहाँ जाँदाखेरि मैले चाहिँ आफ्नो मोबाइलमा लाइभ उहाँको सेयर गरेर रेकर्ड गरेर उहाँलाई गर्नुपर्छ भनेर सपोर्ट गरेको तर अहिले उहाँको हरेक कुराहरू सुनिराख्दाखेरि चाहिँ उहाँ चाहिँ एकदम अहङ्कारी दम्बले भरिएको मान्छे उहाँको एक दुई कुरा चाहिँ सुधार्नुपर्छ उहाँको ठिक छ राम्रो छ काम गर्ने श्रम गर्नुपर्छ श्रमले नै हो सबै थोक विकास हुने भनेको श्रम गर्नुपर्छ सबैले काम गर्नुपर्छ त्यो राम्रो कुरा हो मान्छे होइन तर उहाँको एक दुई कुरा भने चाहिँ एकदम दम्ब अहङ्कारी मैमत्तले भरिएको टाइपको उहाँ र केपी बामा साँच्चै भन्नुपर्दाखेरि त्यति साह्रो मैले चाहिँ अन्तर देखिनँ है अब सबैलाई त्यो कुरा पच्न सक्दैन त्यो आफ्नो ठाउँमा छ तर मेरो आफ्नो पर्सनल ओपिनियन उहाँको बारेमा भन्नुपर्दाखेरि चाहिँ मलाई धेरै मन परेको मान्छे तर उहाँको अहिलेको जुन छ नि करेन्टली उहाँको कुराहरू आएको सुनिराख्दाखेरि चाहिँ मान्छे एउटै कुराले इरिटेट हुन्छ नि त त्यही कारणले उहाँको त्यो कुराहरू चाहिँ सुधार्ने यो बच्चा निब्बा निब्बीको खेल जस्तो त्यो लेखिराख्ने होइन एक दुई कुरा लेख्नु पनि पर्छ तर दिनमा एउटा लेखेको दिनमा 36 होइन कि कम्तीमा मान्छेले पढेर गहन रूपमा थिङ्क गरेर सोच्न सकोस् न 36 वटा आएपछि के पढ्नु आउँदै आउँदैन अहिले त छोडो डाङडुङ आउने छोडो अहिले धेरैवटा आउँछ अनि एउटा आए पनि भन्ने हुन्छ त अनि त्यस्तो छ त्यही भएर उहाँको एक दुई कुरा चाहिँ सुधार पनि धेरै छ है धेरै भन्दा पनि एक दुईवटा कुरा जस्तै भनिराख्ने त्यो लेखिराख्ने बानी अझै पाए बोल्ने के बोल्दा के हुन्छ के बोल्दा के हुँदैन उहाँ जस्तो व्यक्तित्व मान्छे हामीले चाहिँ हो अबको चाहिँ भावी उहाँ हुनुपर्छ भन्ने मान्छेको अब त्यस्तो आउँदाखेरि त अनि उहाँलाई त अब सपोर्ट गर्ने कि नगर्ने दोधारमा पो पऱ्यो ल छैन अब अहिले त विश्वासै रहेन विश्वास रहेन साँच्चै नै रहेन मेरो मनदेखि भन्नु पटकै मनै पर्न छोडौ मैले अनफलो पनि गरिदिउँ उहाँलाई अस्ति भर्खर आज 5-6 दिन मात्र भयो अनफलो गरेको सुरुमा उसको उहाँको बिग फ्यान म त प्रत्येक टप फ्यानमा पो थिएँ त कमेन्ट त्यसरी लेख्थेँ म उहाँको टप फ्यान बेसमा जान्थेँ म कमेन्ट त्यस्तोरी लेख्थेँ कि छेत्री बाहुनले उहाँलाई कति धेरै नराम्रो कमेन्टहरू हर्के यता फर्के पास्टर भन्थे त्यस्तो होइन उहाँले जातीय बाटोको त कुरा गर्नु भएको छैन एक दुई कुरा अब आफू राई भइसकेपछि आफू लिम्बू भइसक्यो जातीय कुरा त एक दुईवटा आफ्नो आउँछ त्यो आफ्नो ठाउँमा छ तर जातीयवादी चाहिँ उहाँ चाहिँ म मान्दिनँ पास्टर पनि सायद उहाँ होइन तर उहाँको त्यो कुराहरू उहाँको व्यवहारले चाहिँ त्यही दर्शाउँछ क्या हामी त अब बहुल भाषी बहुल संस्कृति छौँ त अब त्यो जातीयवादले त चल्दैन नि त सबैलाई समेट्न सक्नु पर्यो नि त सबैको मन जित्नका लागि त सबैलाई समेट्न सक्नु पर्यो नि त हो कि होइन भन्नु त त्यस्तै हो त्यही किनभने मैले बालनजी चाहिँ नि के क्रेज छ नि